21 फागुनमा हुने चुनावमा जेन्जीले भोट हाल्न पाउँछन्। 23 र 24 भदौमा भएको जेन्जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले 21 फागुन 2082 मा चुनाव गराउने निर्णय गरेको छ। जेन्जी पुस्ताले विद्रोह गरेर ल्याएको यो राजनीतिक परिवर्तनमा जेन्जी पुस्ताले भोट हाल्न पाउँछन् त? सन् 1997 देखि सन् 2012 सम्म जन्मेकाहरूलाई जेन्जी पुस्ता भनेर भनिन्छ। यो पुस्ताका मान्छेहरू अहिले 13 देखि 28 वर्षसम्मका छन् र यही पुस्ताको मतदानले नै नयाँ राजनीतिक दिशा देखाउने बाटो तय गर्नेछ। 4 वर्ष अगाडि 2078 को जनगणना अनुसार 18 देखि 24 वर्ष उमेरका 39,92,577 जना जेन्जी पुस्ताका थिए। त्यस्तै 14 देखि 17 वर्ष उमेर समूहका 23,92,188 युवाहरू छन्। अर्थात् यी मध्ये धेरैले 21 फागुनमा हुने चुनावमा मतदान गर्न पाउनेछन्। अर्थात् जेन्जी उमेर समूहमा अहिले पनि 63 लाख भन्दा बढी युवाहरू छन्। त्यसो भए कति वर्ष पुगेकाले भोट हाल्न पाउँछन्? भोट हाल्नका लागि तपाईँ 18 वर्ष पुगेकै हुनुपर्छ। अर्थात् चुनाव हुने अघिल्लो दिन 20 फागुनसम्म तपाईँ 18 वर्ष पुगेको हुनुपर्छ। तर 18 वर्ष पुग्दैमा भोट हाल्न पाइँदैन नि। भोट हाल्नका लागि तपाईको नाम मतदाता नामावलीमा हुनुपर्छ। मतदाता नामावलीमा नाम दर्ता गराउन भने 16 वर्ष पुगे पनि पुग्छ। अर्थात् मतदाता नामावलीमा नाम दर्ता गराउन 16 वर्ष पुग्नुपर्छ भने भोट हाल्न 18 वर्ष पुग्नुपर्छ। निर्वाचन आयोगका अनुसार 30 कार्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाइन्छ। फागुन 20 गतेसम्म 18 वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता भएका हरेक युवाले आगामी निर्वाचनमा मतदान गर्न पाउनेछन्। अर्थात् जेन्जीले चुनावमा भोट हाल्न पाउँछन्। 2078 को जनगणना अनुसार जेन्जी उमेर समूहका सबै युवाले मतदाता नामावलीमा नाम लेखाए भने करिब 63 लाख जेन्जीले 21 फागुनको चुनावमा भोट हाल्न पाउनेछन्।